भन न आज स्कुलमा के खायौ? मम्मा अघि मैले सबै भनिसकेँ त हल्ला नगर्नु म होमवर्क गर्दैछु। मेरो कान्छो मलाई माफ गर म अब हल्ला गर्दिनँ मेरो कान्छोले होमवर्क गर्दै थियो म हल्ला गर्दिनँ कान्छो अब म तिमी होमवर्क गर बरु म गएर भात पकाउँछु अनि त्यसपछि आज कान्छोलाई के खान मन लाग्छ फर्सी खान मन लाग्छ कि लौका खान मन लाग्छ मम्मा मलाई होमवर्क गर्न दिनु न ल फर्सी पकाउनु। मलाई नि फर्सी नै खान मन थियो कान्छो ल धन्यवाद कान्छो फर्सी पकाउँछु मिठो गरेर तिमी म हल्ला गर्दिनँ कान्छ तिमी होमवर्क गरेर सकाएपछि ठ्याक्कै म पकाउँछु अनि भात खानुपर्छ बरु यो फर्सीमा के हाल्ने होला कान्छ चना हाल्ने हो कि भटमास हाल्ने होला के हाल्ने होला कान्छ तिमीलाई के खान मन छ? मम्मा मलाई होमवर्क गर्न दिनु न ल ल चना हाल्ने। चना हाल्छु कान्छ मैले अस्ति नै पनि चना हालेको थिएँ त्यति मिठो म आज मिठो गरेर पकाउँछु म जान्छु कान्छ म तिमी होमवर्क गर म तिमीलाई डिस्टर्ब गरिनँ है कान्छ तिमी राम्रोसँग पढ है होमवर्क गर है म जान्छु है कान्छ तिमी पढ साँच्चै कान्छु। मम्मा दिदीले तपाईँ बोलाउन आएको थियो। मलाई बोलाएको थियो अघि भर्खरै मैले त के पनि भनिन त किन बोलाइछ मेरो ठुली छोरीले? No.